भजन गर्छौँ ईश्वर भन्न जाने कस्तै विपद कस्तै दुःख कस्तै गाह्रो पर्दा उद्धार हुन्छ मनुष्यको श्री सूर्य पूजा गर्दा एक पाठो गर्दा पुण्य हुन्छ श्री सूर्यको चरित्र पापी पनि सुन्छ भने हुनेछ पवित्र श्री सूर्यको भजनले दुर्भाग्यलाई हान्छ आदित्यका प्रतापले लोकले मलाई मान्छ दुई कार्तिक मास चैत्र मासमा सबै नर नारी अर्घ दिन्छन् श्री सूर्यलाई पूजा गर्छन् बारी श्रीखण्डको चन्दन गर्छन् बाल्छन् कपिल बाती सदामा गर्छन् सबै रातो रातो फुल र पाती तिन वरदान माग्छन् मनमनी भैमा माथा टेक्छन् कलेर गर्छन् श्री सूर्यले पर्ने दुःख टेक्छन् श्री सूर्यलाई मानेदेखि कुरा पुग्छ मनको तालिबान हुन्छन् ती सबै कम्ती हुन्न धनको चार दोहा प्रभुको लीला अगमको छ धन्य श्री सूर्य भगवान् अर्को कथा म भन्दछु राखे यिनैको ध्यान त्यो यही कथाभित्र 5 अध्यायभित्र अर्को भनेको पनि अर्को कथा म भन्दछु राखी यिनैको ध्यान शङ्कर भन्छन् पार्वतीका मुखतिर हेरी गौरी सुन अर्को कथा मैले भन्छु फेरि सिंहलिकमा राजा थिए भैँसित भन्ने जसको घरमा बिन्द रामी जन्मिने एउटी कन्या 32 राशि तिनको थियो सुकुमार अङ्ग सुनचा बज्ने राम्रो जिउको रङ्ग गोल काँक्रीका चाहिँ अधर तिनका रातै थिए गाला अधर भनेको ओठ रातो रातो ओठ भयो कि ओठलाई अधर भन्छ पो गोल काँक्रीका चाहिँ अधर तिनका रातै गोल काँक्री पाक्यो रातो गोल काँक्री देख्नु त लहरु हजुर हजुर देखेको छ गोल काँक्रीका चाहिँ अधर तिनका रातै थिए गाला खेल्दाखेरि बिर्साउँथिन् हम्सिनीको चाला हाँसले खुट्टो बजाउनु नको त्यस्तरी हिँड्ने हाँस भन्ने एउटा हुन्छ चराउनुहोस् कि हेर्दाखेरि बिर्साउँथिन् हम्सिनीको चाला दुई आँखा थिए कमला जस्ता मुहार माने चन्द्र बढ्दा बढ्दै मैया भयो वर्ष 14-15 श्री सूर्यको भक्ति गर्थेँ श्री सूर्यको भक्ति गर्थेँ यिनकै पूजा सकि एकै पालि जिउनार गर्थेँ भुजा तिन कथा सुन्थिन् श्री सूर्यको दिने दिन कुमारी खुसी भए भक्तिदेखि कोही दिन त मानी एक दर्शन दिया मैयालाई हामी सबै देख्न साह्रै खुसी भएँ म आज सधैँ तिम्रो घरमा आई खाने सूर्यले भन्दै हुनुहुन्छ हो सधैँ तिम्रो घरमा आई खाने छु म खाजा नित्य पनि तयार गर्नु मनमुख ताजा पाँच हुन्छ भने राजा पुत्रीले दुवै हात जोडी यति सुई ठाकुर गए मैयालाई छोडी यस्तै रीतिले 2 दिन ठाकुर तिनका पासमा आई एकछिन बसी फर्की जान्थे मोहनमुख खाई 2 साल रोटीदेखि लिइकन उसो राजा काजी श्री सूर्यका पात्र पाली थिए खुसी रानी नबुझेको सोध्नुलाई बुझेन यो कुरा फर्काउने भन्नुलाई सिंहलिकमा दुखीदाखी कोही देखेन नौ कोही दिनमा आस्था अझै भयो उही कुरा भन्छु मैयाका पाराको हुनिहार म कहन्छु एक दिन मैया सबै उठी पैदल गयो गङ्गाजीको दर्शन गरी मन भयो चङ्गा 10 साल रुमाल तिरमा राखी जलमा पसिन बाला छातीमा शोभा दिन्थ्यो खुब मन्तीको माला नुहाउन लागि तिनी मिची मिची अङ्गा एक्लै थिएन राजापत्री कैलानीसँग 13 हरिशङ्कर मनले भर्दै विष्णुहरू रक्त त्यही बखत पाया नारद मुनि भक्त स्नान गर्दथिन् राजा कन्या गङ्गा जलमा खेली मोहित भए युवतीलाई देखेर अघि 12 नयाँ जवान बालिकाको रूपरङ्गदेखि नारदजीको छुट्टी गयो भक्ति र सुसकी गङ्गातिर ताइमेर उभिएरै टक्क सौन्दर्यको लहरीमा नारदजी पर्या छक्क 13 एकछिनपछि नारदजीले उठेर टपक्क चिरहरण गरिलिया मैयाको थपक्क हाललाई कुरा त मिल्छ अहिले तेलमा पुऱ्याइयो है चिरहरण गरिलिया मैयाको थपक्क राजा कन्या बिन्ती गर्छिन् मुनिलाई पुगाई सारी मेरो दिल सुनि धर्म नै बिचाई 14 राजकन्याको कुरा सुनि नारदजी भन्छन् हाँसी मैया तिम्रो हालिया त कुरा बिन्छ मैया तिम्रो चर्दो जवान मलाई दिन्छ मैया मेरो चर्दो जवान मलाई दिन्छ मैया तिम्रो चर्दो जवान मलाई दिन्छ फाँसी दया गर दया अति हौवा जताता मेरो साथमा जोडिदेऊ पुरुषको नाता नारदजीले भन्नुभएको मेरो साथमा जोडिदेऊ पुरुषको नाता 15 श्री सूर्य पुराण नारदजीका वचन सुनि मैया भन्छन् कहाँ कस्तो कुरा गर्नुहुन्छ बुद्धि गयो कहाँ कन्याको जवाब कस्तो कुरा गर्नुहुन्छ बुद्धि गयो कहाँ मलाई इच्छा रत्ती छैन नहर जबरजस्ती कन्याहरू पढिरहेछन् लाखौँ भने जस्ती 16 गृहस्थीमा इच्छा भयो आफ्नै बिल्ले रोजी अरू कोही लम्बी कन्या बिहा गर्नु खोजी बिन्ती गर्छु दया रहोस् दिनुहोस् मेरो सारी किन उसै बोक्नुहुन्छ शिरमा पापको भारी 17 दोहा मैया भन्छन् हे मुनि नङ्ग्रा रहँ कति बेर मैया भन्छन् हे मुनि नङ्ग्लो रहँ कति बेर एक लाजामा त सारी मेरो किन हुनुभयो अटल बिन्ती सुने राजकन्याको लालले केही झर्की तिनको पोसाक तेलमा राखी नारदजी गए फर्की मैया निस्किन् पानीबाट फेरिन् आफ्नो धोती पुकारा गरिन् श्री सूर्यको आँसु झारिन् मोती श्री सूर्यको सारा पद्या नारदजीलाई स्थिर भई बस्न सक्ने छैन एउटै ठाउँमा आई
त्यस दिनदेखि नारद मुनि 14 भुवनमा स्वर्ग मर्त पताल पुरी डुल्छन् जहाँ तहाँ इति श्री महात्मा श्री सूर्य महादेव पञ्चपञ्चम अध्याय 5 श्री सूर्य पुराण सबै सुनगौरी आदित्यको अर्को कथा भन्छु पम्बापुरको अति राम्रो हवालमा कन्छु हलधर विप्र थिए 23 देशका राजा विद्वान थिए शरीरका थिए मोटा राजा एक आदित्यको पूजा गर्छ सदा दिन राति कथा सुन्दा श्री सूर्य पुराण नित्य भाली भाँति विघ्न ठुलो सरोवर थियो एउटा पाँच जुवारका सुन्दी थिए रत्नजले जहाँ 2 घाटको कुरा क्या कहूँ म सुनै सुनका कस्ता हेर्दाखेरि चित्त हर्ने जाति लाग्ने बस्दा 16 श्री सूर्य पुराण पाता पर्दै जाँदा 16 अङ्ग है 36 पाता छन् सुन्नु पाता पर्दै जाँदा 16 अङ्ग है 36 पाता छन् 36 पाता 14 15 कतिमा 14 15 लामै हुने भयो त्यसरी 14 15 श्री सूर्य पुराण नारदजीका पाता यति गरेर